हेलो एभ्रिवान, नमस्ते। आज म यो जाडोमा तातो मिठो कोदोको ढिँडोको रेसिपी बनाउँदैछु। साँच्चै जाडोमा कोदोको ढिँडो चाहिँ असाध्यै नै मिठो हुन्छ। त्यसको लागि सबैभन्दा पहिला मैले हिट अन गरेर एउटा कराई तताएँ। त्यसमा मैले एक ठुलो चम्चा घिउलाई पगालेँ। घिउ चाहिँ राम्रोसँग पग्लिसकेपछि आवश्यकता अनुसार पानी राखेँ। उमाल्न राखेको घिउ पानीमा एक चम्चा जति कोदोको पिठो राखेर सबैतिर मजाले चलाइदिएँ। ढिँडो मिठो हुनको लागि चाहिँ ढिँडा पानी राम्रोसँग उम्लिनुपर्छ। उम्लिएपछि मैले एकपटक चलाइदिएँ। त्यसै गरी अब यसमा अलिअलि गर्दै कोदोको पिठो राख्दै जानुपर्छ। एकै पटक चाहिँ राख्नु हुँदैन, धेरै या थोरै हुन सक्छ। पानीले चाहिँ बोक्न सक्ने जति मात्र पिठो राख्ने। अब मजाले छिटो छिटो चलाइदिने। ढिँडो चाहिँ मजाले फतफत फत्किन थाल्छ। यसलाई छिट्टोसँग अझै राम्रोसँग चलाइदिने। ढिँडो चाहिँ एक यस्तो प्रकारको खाना हो जुन चलाएर नै पकाउने हो। यो राम्रोसँग चलाएन भने चाहिँ पाक्दैन। हेर्नुहोस् त, यो कस्तो मजाले जमिसकेको छ। अब यसलाई वरिपरि घुमाइ घुमाइ चलाउने। अब यसलाई मजाले मस्काएर यसमा रहेको डल्लाहरू सबै मार्नुपर्छ। ढिँडो बनाउन जान्नेहरूले जानिहाल्नु भयो। ढिँडो बनाउन नजान्नेहरू पछिको पिँढीको लागि यो भिडियो एकदमै खास हुन सक्छ। इभन कि मेरै बच्चाको लागि पनि यो भिडियो एकदमै इम्पोर्टेन्ट छ। सहर बजारमा जन्मे हुर्केका बच्चाहरूलाई ढिँडो कसरी बनाइन्छ भन्ने कुरा थाहा हुँदैन। त्यसैले गर्दा आज मैले डिटेलमा यो भिडियो तयार गरेकी हुँ। हेर्नुहोस् त, ढिँडो कस्तो मस्काउँदा मस्काउँदै मजाले चिल्लो चिल्लो आइसकेको छ। मलाई चाहिँ ढिँडोहरूमा सबैभन्दा धेरै मनपर्ने भनेको कोदोको ढिँडो नै हो। यो चाहिँ चिप्लो चिप्लो जस्तो एकदमै मिठो लाग्छ। आज मैले दुईजनाको लागि ढिँडो तयार गरेकी छु। मैले एक ठुलो गिलास पानी राखेको थिएँ। त्यो उम्लिएको पानीमा 6-7 चम्चा पिठो राखेँ। ढिँडोमा यसरी माम्री आइसकेपछि ढिँडो चाहिँ राम्रोसँग पाकेको हुन्छ। हेर्नुहोस् त, सुरुमै घिउ राखेको हुनाले कराईमा अलिकति पनि टाँसिएको छैन। यसरी नटाँसिनाले अलिकति पनि खेर पनि जाँदैन। मैले चाहिँ चिकन करी लिएकी छु। हजुरहरूले आफूलाई मनपर्ने सब्जी लिनुहोला। यो घरमै बनाएको दही हो। मैले काँक्रो र गाजरको सलाद पनि राखेँ। त्यसै गरी खलमा पिसेको हरियो धनियाँ, पुदिना, टमाटर र हरियो खोर्सानी राखेर मजाले लसलसी पिसेको मिठो पिरो अचार पनि राखेकी छु। हजुरहरूले आफ्नो घरमा जेको अचार बनाउनु भएको छ त्यो अचार पनि राख्न सक्नुहुन्छ। त्यसै गरी नभए सिसी अचार पनि राख्न सक्नुहुन्छ। मैले जे लिएकी छु त्यो लिनुपर्छ भन्ने छैन। मैले 2वटा हरियो खोर्सानी पनि राखेँ। हजुरहरूसँग अकबरे खोर्सानी छ भने त अकबरे खोर्सानी पनि राख्न सक्नुहुन्छ। हेर्नुहोस् त, यो जाडोमा एकदमै मिठो तातो कोदोको ढिँडोको सेट तयार भइसकेको छ। कोदोमा प्रशस्त मात्रामा आइरन पाइन्छ। यो अलिक गर्मी चिज हो। त्यसैले गर्दा गर्मी महिनामा भन्दा जाडो महिनामा चाहिँ स्वादको हिसाबले पनि मिठो हुन्छ अनि शरीरलाई पनि एकदमै फाइदा हुन्छ। हजुरहरू पनि यसै